आज हामी न्युरल नेटवर्कको इन्ट्रोडक्सन पढ्न जाँदैछौँ होइन। मैले यहाँ चाहिँ एउटा सानो न्युरल नेटवर्क बनाएर राखेको छु। यो जुन चाहिँ नि यो ग्राफ चाहिँ हाउसको साइज र हाउसको प्राइसको ग्राफ हो। हाउसको साइजले चाहिँ हाउसको प्राइसको भ्यालु डिटर्माइन गर्छ। त्यही भएर हामीसँग विभिन्न किसिमको डेटाहरू छन् यहाँ होइन। यो डेटाहरू यस्तो छन् अनि हामीले यो डेटाहरूसँग मिल्ने गरी एउटा लाइन तान्यो भने यस्तो स्ट्रेट लाइन पनि पाउन सकिन्छ होइन। एउटा जस्तै डेटा भए पनि हामीले एउटा स्ट्रेट लाइन फिट गर्ने कि यो गिभन डेटामा त्यसो गऱ्यो भने हामीले एउटा यस्तो लाइन पाउँछौँ। त्यो लाइन पाउँछौँ अनि किनकि प्राइस नेगेटिभ हुन सक्दैन नि, प्राइसको भ्यालु नेगेटिभ हुन सक्दैन। त्यही भएर हामीले यहाँभन्दा पछाडि चाहिँ 0 नै भन्छौँ प्राइसलाई। अनि यस्तो खालको ग्राफ को आधारमा हामीले एउटा न्युरल नेटवर्क बनाउन खोज्यौँ भने हामीले बिचमा एउटा न्युरोन भनेर राख्छौँ सर्कल होइन। अनि साइजलाई एक्स मान्छौँ, प्राइसलाई वाइ मान्छौँ। त्यस्तो गर्दाखेरि चाहिँ यो न्युरोनले चाहिँ होइन इनफ डेटा दियो भने हामीले एक्स वाइको इनफ डेटा दियो भने न्युरोनले चाहिँ यहाँ फङ्सन कस्तो हुन्छ भन्ने कुरा पत्ता लगाउँछ। धेरै जसो चाहिँ हामीले न्युरल नेटवर्कमा चाहिँ के अरे बेसिक्स अथवा इन्टरमिडिएट लेभलसम्म चाहिँ हामीले यो यस्तै किसिमको फङ्सन चाहिँ फिट गर्न खोज्छौँ। यसलाई चाहिँ रेलु पनि भन्ने गरिन्छ होइन, रेक्टिफाइड लिनियर युनिट। किन रेक्टिफाइड लिनियर युनिट भन्यो भन्दाखेरि यो एउटा लिनियर युनिट हो नि, लिनियर युनिट हो, तर यो लाइनको फिचर चाहिँ यता पछाडिसम्म जाने हुन्छ होइन। तर यो केसमा चाहिँ यो न्युरल नेटवर्क केसमा प्राइस पोजिटिभ हुने भएको कारणले हामीले यहाँभन्दा यता चाहिँ 0 नै मान्छौँ। त्यही भएर यसलाई रेक्टिफाइड भन्ने हो क्या, यो नन नेगेटिभ बनायो क्या हामीले यसलाई होइन। त्यही भएर रेक्टिफाइड भनेको। अनि यहाँ अर्को न्युरल नेटवर्क छ होइन। यो न्युरल नेटवर्कमा चाहिँ हामीले यहाँ माथि हाउसको साइजले हाउसको प्राइसलाई डिटर्माइन गर्यो। त्यही भएर हामीले दुईवटा मात्रै डेटा दिएको नि होइन। अब चाहिँ हामीले हाउसको साइज, बेडरुम, जिप कोड होइन, त्यो हाउस कुन ठाउँमा छ त्यो ठाउँको जिप कोड अनि वेल्थ होइन, मान्छेको वेल्थ कति छ त्यो सबै डेटाहरू दियौँ। अनि हामीले प्राइस, त्यसको आधारमा हामीले प्राइस भेटिन्छ नि होइन। त्यो प्राइसको पनि डेटा दियो भने चाहिँ अनि अनि फ्यामिली साइज, वर्केबिलिटी, स्कुल क्वालिटीहरू को पनि डेटा दिन सक्यो भने यो बिचको यो जुन छ नि न्युरोनमा फङ्सन कस्तो हुन्छ भने न्युरोनले आफैले पत्ता लगाउनु, न्युरल नेटवर्कले आफूले पत्ता लगाउन सक्छ कि त्यही नै हो। यहाँ सुरुमा होइन हामीले एक्स वाइ जति धेरै दिन सक्छौँ त्यति एक्युरेटली यो फङ्सन पत्ता लाग्न सक्छ, एउटा किसिमको फङ्सन पत्ता लाग्न सक्छ। त्यही अनुसार होइन यसमा पनि हामीले जति धेरै यो इनपुट एक्स र यो आउटपुट वाइ दिन्छौँ त्यति नै एक्युरेटली यो न्युरोनमा चाहिँ कस्तो किसिमको फङ्सन हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्छौँ। यदि हामीले यो फर्स्ट न्युरोनको कुरा गऱ्यौँ भने साइज र बेडरुम दुईवटा इनपुट दिएछौँ हामीले यसमा, किनकि कत्रो साइज छ घरको अनि घरमा कतिवटा बेडरुम छ त्यो कुराले त्यो घरमा कत्रो फ्यामिली साइज हुन्छ भन्ने कुरा डिटर्माइन गर्न सक्छौँ नि। हामीले तिनटै डेटा दिन्छौँ होइन। तिनटै डेटा दियो भने यो न्युरोनको बिहेभियर चाहिँ हामीले देख्न सक्छौँ। यो न्युरोनले चाहिँ के भन्छ त भन्दा एउटा सर्टेन किसिमको फङ्सन चाहिँ दिन सक्छ भनेर भनिन्छ कि। अनि जिप कोड र वेल्थले होइन त्यो ठाउँको स्कुल क्वालिटी कस्तो छ भन्ने कुराको इन्फर्मेसन यो फङ्सनको आधारमा दिन सकिन्छ कि। अनि जिप कोडले वर्केबिलिटी यो दुइटै दियो भने हामीले होइन यो फङ्सन कस्तो छ भन्ने कुरा थाहा हुन्छ, कस्तो रिलेसन छ भन्ने रिलेसन पत्ता लगाउने काम गर्छ कि न्युरोनले। त्यसै गरी हामीले यो फ्यामिली साइज, वर्केबिलिटी र स्कुल क्वालिटीको कुनै पनि हामीले डेटा दिनु पर्दैन। यदि हामीले इनपुट एक्स र वाइ दियौँ अनि हामीले न्युरल नेटवर्क यस्तो कन्सिडर गऱ्यौँ भने यो आफै फिगर आउट हुन्छ कि बिचको चाहिँ न्युरल नेटवर्कको काम हुन्छ त्यो चाहिँ एउटा। अब यता हेरौँ होइन, यो एउटा न्युरल नेटवर्क आयो कि न्युरल नेटवर्क हो, तर यसमा चाहिँ हामीले एक्स1, एक्स2, एक्स4 भनेर इनपुट भनेको छौँ। अनि एक्स1लाई सबै तिनटै न्युरोनमा दिएको छ होइन। तिनवटा न्युरोन चाहिँ फ्यामिली साइज, वर्केबिलिटी र स्कुल क्वालिटी हो है। अनि यदि हामीले यो इनपुट लेयरमा इनफ एक्स दियौँ होइन, इनफ एक्स वाइ दियौँ भनौँ न, इनफ एक्स वाइ दियौँ भने यो बिचको फ्यामिली साइज होइन अनि वर्केबिलिटी, स्कुल क्वालिटीको यो न्युरोनको बिहेभियर चाहिँ आफै फिगर आउट हुन्छ कि। त्यही नै रिमार्केबल थिङ अबाउट न्युरल नेटवर्क भनिन्छ कि गिभन इनफ डेटा
अथवा गिभन इनफ ट्रेनिङ इक्जाम्पल्स विथ एक्स कमा वाइ, न्युरल नेटवर्क आर गुड एट फिगरिङ आउट फङ्सन द्याट एक्युरेटली म्याप्स फ्रम एक्स टु वाइ भन्छ क्या। एक्सबाट वाइमा कस्तो फङ्सनले म्याप गर्छ त भन्ने कुरा चाहिँ यो फङ्सन अथवा रिलेसन भनौँ न होइन, एउटा रिलेसन चाहिँ एउटा न्युरल नेटवर्कले दिन सक्छ भन्ने हो। यही नै हो न्युरल नेटवर्क इन्ट्रोडक्सन होइन। सबभन्दा सिम्पलेस्ट न्युरोन चाहिँ हामीसँग छ एउटा मात्रै न्युरल नेटवर्क, सबभन्दा सिम्पलेस्ट न्युरल नेटवर्क चाहिँ हामीसँग एउटा मात्रै न्युरोन भएको छ। अनि त्यसपछि अरू न्युरल इन्टरमिडिएट न्युरल कम्प्लेक्स न्युरल नेटवर्कहरू चाहिँ यस्तो छ हामीसँग, धेरैवटा यही एउटा न्युरोन होइन धेरैवटा उसमा हुन्छ क्या, यही हो कुरा।